परेछ ल सो फाइनली साथीहरू दुम्सी परेछ ल माछी ठुलो परेछ यार ल ल ल टाउकोतिर आन टाउको साथीहरू दुम्सी चाहिँ देख्न सक्नुहुन्छ यहाँ चाहिँ बसिरहेछ है देख्न सक्नुहुन्छ फाइनली यहाँ हाम्रो चाहिँ पासोमा चाहिँ दुम्सी परिरहेछ देख्न सक्नुहुन्छ ए यसरी बसिरहेछ साथीहरू बिचमै परेछ के फुस्किन्न के फुस्किन्न के यसरी बसिरहेछ साथीहरू सो हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल सो साथीहरू मेरो युट्युब च्यानलमा सबैजनालाई स्वागत छ सो आज चाहिँ फेरि पनि हामी चाहिँ बँदेलको पासो थाप्नलाई हामी हिँड्दैछौँ सो देख्न सक्नुहुन्छ यही वन जङ्गल यस्तो जङ्गलहरू छ हामी चाहिँ जङ्गलमा आइसक्यौँ सो हामी दुईजना आइरहेको छौँ साथीहरू यहाँ लट्ठी पनि लिएर हिँडिरहेको छु सो यो चाहिँ बँदेललाई त्यो पासो बनाउनलाई चाहिँ यो लट्ठीको चाहिँ हामीलाई आवश्यकता परेको हुन्छ सो यो लट्ठीले चाहिँ पासो त्यो उसलाई बँदेललाई सो क्याच गर्नलाई चाहिँ यो लट्ठी चाहिन्छ सो पासो बनाउनलाई सो त्यही भएर हामी चाहिँ लिएर हिँड्दैछौँ साथीहरू म चाहिँ लिएर हिँड्दैछु सो मेरो चाहिँ एकजना साथी पनि छ हामी दुईजना भएर आइरहेछौँ सो त्यही हो साथीहरू आजको बँदेलको पासो थाप्नलाई चाहिँ हामी हिँड्दैछौँ जङ्गल देख्न सक्नुहुन्छ है सो त्यही हो अब साँझ पनि भइसक्यो साथीहरू साँझ भएको कारणले हामी चाहिँ अलिक छिटो थाप्न जानुपर्ने हुन्छ खेतमा भर्खर लगाएको बालीहरू चाहिँ आएर हैरानै पार्यो साथीहरू सो त्यस कारणले हामी चाहिँ बँदेललाई पासो थाप्न हिँड्दैछौँ सो हेरिदिनु होला कस्तो हुन्छ अब हामी चाहिँ आज नाइट क्याम्पिङ पनि गर्नेछौँ बँदेललाई कुर्नुपर्ने हुन्छ साथीहरू सो त्यही हामी चाहिँ क्याम्पिङ पनि गर्नुपर्ने हुन्छ सो हेर्दै गर्नु होला भिडियोमा चाहिँ अन्तिमसम्म हेरिदिनु होला भन्न चाहन्छु सो त्यही हो अब म चाहिँ उयो पुगेर जुन के बँदेललाई पासो थाप्ने ठाउँमा पुगेर म चाहिँ भिडियो गर्छु साथीहरू सो कसरी बनाउँछौँ के गर्छौँ म सब देखाउँछु तपाईँहरूलाई सो त्यही हो ल साथीहरू देख्न सक्नुहुन्छ यस्तो जङ्गलमा हो चाहिँ आइपुग्नु लाग्छौँ है अब थाप्ने ठाउँमा चाहिँ सोल्टी चाहिँ सो बँदेल चाहिँ यहीँदेखि हिँडेको जस्तो नि छ खोल्सा साथीहरू यही खोल्सा हुँदै यहाँ जस्तो पनि छ देख्न सक्नुहुन्छ बँदेल हिँडेको ठाउँ चाहिँ यस्तै हुन्छ त्यो खोल्साबाट हिँड्छ त्यही हो यो चाहिँ हामी फाइनल्ली साथीहरू अब यहाँ थाप्ने हामीले फाइनल्ली साथीहरू अब यस्तो छ चप्पलको हालत अब घर चाहिँ कसरी पुग्ने थाहा छैन के हो यो ल सो साथीहरू हामी चाहिँ यहाँदेखि थाप्नुपर्ने हुन्छ बँदेललाई चाहिँ सो यहीँ खोल्सादेखि हिँड्छ बँदेल चाहिँ हाम्रो सोल्टीले चाहिँ हामीले चाहिँ यहाँ सामान निकाल्नु पर्ने हुन्छ सो साथीहरू हामी चाहिँ अब हामी रेडी गरिसक्यौँ अब यहीँदेखि हिँड्छ बँदेल चाहिँ देख्न सक्नुहुन्छ यहाँदेखि सो यहाँदेखि चाहिँ बँदेल सो साथीहरू हामी चाहिँ यो लट्ठी अब बाँधिदिनु पर्ने हुन्छ यहाँ सो त्यही नफुस्किने गरी बाँधिदिनु पऱ्यो यो चाहिँ यहाँ त्यसमा बाँधेपछि त त्यसले लिएर जान सक्दैन नि त त्यही भएर यसलाई चाहिँ यहीँ बाँधिदिनुपर्छ र यहाँ बाँधेपछि चाहिँ यो नुगाउनुपर्छ यहाँदेखि एउटा नुगाएपछि ठिक हुन्छ त्यता त मिल्छ र बँदेल खाना त खाने हो खान्छौँ कि के गर्छौँ थाहा छैन ल देऊ त साथीहरू हाम्रो चाहिँ हाम्रो सोल्टीले चाहिँ बनाउँदैछ है बँदेल चाहिँ यहीँ देखिन्छ फेना राधे अरू बँदेल विनोद दाइ पनि आउनु भएको छ हामी चाहिँ तिनजना भयो है साथीहरू आज तिनजना भयो अब हन्नै बँदेल आयो भनेर मैले त यतैबाट ढुङ्गाले नहानेको डन्नै
चिताउनु ठुलो बदेल आएको रहेछ धन्न सानो बदेल रहेनछ यार त्यही हो साथीहरू हाम्रो चुन भाइले चाहिँ थाप्दैछ चुन भाइको हस् खान्छ कि यस्तो बहुत खान्छ यस्तो भयो भनेको मैले ए बाटोमा फालिदिउँला कि हरि खान्छ हो यहाँ त्यसो भए त्यो टिपेर फालिदिउँला नि त हाम्रो त्यहाँ बन्द गरेर यताबाट जान्छ यसमा ट्रिगर छ त के होइन र छ यो त नि किन बनाउनु पर्छ नि थाहा भयो राम्रो वाला गुण त्यही हो हामीले चाहिँ यहाँ यो पनि बानिसक्यौँ साथीहरू यहाँदेखि त्यो चाहिँ नुगाउनु पर्ने हुन्छ उहाँ पुगेछ ऊ त्यहाँदेखि यो चाहिँ यहाँ बाँधेर राखिदिएछौँ ट्रिगर छ त्यहाँ देख्न सक्नुहुन्छ यहाँ बानेपछि त यो लिएर जाँदैन फाल्दैन त्यसले गियर आएर यो ट्रिगर अड्काउनु त नि ट्रिगर त्यो अड्काएर नि अझै त्यो बनाएको हामीले होइन ट्रिगर लामो राख्यो कि अरे त मिल्छ यसलाई अड्काउँ कि पहिला यार चक्कर लाग्ला जस्तो हो किन उठेर राख्नु उठेर सुत्नु भएको थियो सो फाइनल्ली साथीहरू हाम्रो चाहिँ त्यहाँदेखि नुगाउनु पर्ने हुन्छ त्यही नुगाउने हो त्यहाँ चाहिँ त्यो जुन कि यो पासो हुन्छ त्यो पासोलाई चाहिँ त्यहाँदेखि त्यहाँ माथि त्यहाँसम्म चाहिँ हामीले बाँधेर राखिदिनु पर्ने हुन्छ अनि ट्रिगर छोडिन् भने खुट्टा अड्किन्छ काट न काट्यो यता यसलाई छोप्न घन्टी ल्याएन घन्टी ल्याएन रविला मिसनलाई लिएर आउने रविला मिसनलाई लिएर आउने घन्टी बस्छ दिने हो पोट विनोद तर हिँड्दैन अलिकति कस्यो त्यो यता त बाँध्नु पर्दैन यसैले त्यही बाँध्ने दामी देख्दिनँ अहिले खुट्टा खोइ त्यो धेरै बेटामा पर्दैन छोडिदियो भयो त्यता ऊ तल फलममा बाँध्यो त्यो काठसँग अलि छोडेर बाँध्नु माथि पुग्नु पऱ्यो माथि हो अझै ल मलाई ट्राई गर नि त्यहाँ ल नि त उता धेरै गयो क्या रेडी भइसक्यो हाम्रो देख्न सक्नुहुन्छ टारले भइसक्यो यति गराउ यहाँ कि चाहिँ यति दुईजनाले बनाइरहेछ यहाँ चाहिँ पासो चाहिँ यही हो यहीँदेखि जान्छ ठुलो गराउनु पर्यो सो साथीहरू हामीले चाहिँ यहाँदेखि रसी देख्न सक्नुहुन्छ यहाँदेखि नतानु नि यसरी उहाँदेखि नुगाएको छौँ यो गरौँ न देख्न सक्नुहुन्छ उतापट्टि रसीलाई यहाँ चाहिँ हामीले पुरै बाँधिदिएछौँ है चाहिँ बाँधिदिएछौँ यहाँदेखि चाहिँ पुरै उहाँसम्म जान्छ रसी चाहिँ यो अलिकति छोडिदिनुपर्छ किनकि त्यो माथि जाँदाखेरि चाहिँ त्यो अलि यो पनि जानुपर्छ त्यसो त्यही भएर सकेटाहरूले चाहिँ थाल्दैछ ल जाडो पनि जाडो छ साथीहरू के गर्ने अब यस्तै छ यहाँ धेरै बोल्नु पनि मिलेको छैन यहाँ बदेल आउँछ कि बदेल आउँछ त्यही भएर यहाँ भाग्छ त्यही भएर यहाँ अलिक कम बोल्नु परेको छ कि साथीहरू केटाहरू चाहिँ यहाँ खसिँदैछ रातिमा चाहिँ यो बालेर हिँड्नुपर्छ साथीहरू यस्तो बालेर चाहिँ हामी चाहिँ बदेल चाहिँ छोप्न आउनुपर्छ यहाँ कुरेपछि परेपछि साथीहरू यसरी लाउनुपर्छ साथीहरू देख्न सक्नुहुन्छ यसरी बाल्ने हो कहाँ गयो सो साथीहरू देख्न सक्नुहुन्छ यसरी बल्छ यसलाई चाहिँ तिनवटा बल्ने रहेछ यहाँ त सो यसरी बालिन्छ साथीहरू सजिलो चाहिँ हुन्छ है हातले छोप्न परेन सिधै टाउकोमा घुमाउने भन्दा पनि अलि धेरै बोल्ने रहेछ ट्राई गर्दा यहाँ पर्ने हो कि चाहिँ देख्न सक्नुहुन्छ पुरा मैले लाइट बाल्दै चाहिँ केटा मैले भिडियो बनाएर त देख्न सक्नुहुन्छ यहाँदेखि चाहिँ बदेल जान सक्छ भनेर यहाँ चाहिँ यसरी चेक दिनु पर्छ साथीहरू र हाम्रो चाहिँ बदेल चाहिँ यहाँदेखि जान्छ है यहाँदेखि लुखुर 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 हिँडेर जान्छ त्यसपछि त्यहाँदेखि जान्छ त्यहाँदेखि चाहिँ रसी छ है त्यहाँदेखि देख्न सक्नुहुन्छ अलि सानो त्यो रसीलाई
छोएर गएपछि चाहिँ त्यो माथि जान्छ साथीहरू। अघि धन्नै विनोद दाइ पनि परेको त्यहाँ। राति पनि भइसक्यो साथीहरू यार। अब यता भयो क्या अन्त सो त्यही हो, यता हामी पनि यता छौँ लाइट लिएर। तर यो त अलि अलि अर्को भन्दा अलि उस रहेछ क्या हुन यो लाइट क्या माथि पनि हुने रहेछ, तल माथि यार। ऊ त्यहाँ के बदन तिमीमा उयो घाँसहरू हाल त यहाँबाट खानेकुरा यहाँ छ क्या त्यो खानेकुरा त। सानो सानो त्यो गोडेर भयो अब त जानु त्यहाँ टिपेर के भयो होला। सो हामीले चाहिँ दुई ठाउँ थाप्नु छ है साथीहरू, माथि पनि थाप्नु पर्ने हुन्छ, दुई ठाउँमा थाप्न छ। यो चाहिँ भयो, अब यो अर्को पनि थाप्न छ साथीहरू, किनकि अब चाहिँ जङ्गल देख्न छ, पुरै जङ्गलै जङ्गल छ यहाँदेखि चाहिँ। अब हामीले माथि एउटा थाप्न छ, दुई ठाउँमा देखेको छौँ, त्यो दुई ठाउँमा चाहिँ थाप्नु पर्ने हुन्छ हामीले। सो त्यही हो साथीहरू, भिडियो चाहिँ हेर्दै गर्नु होला, पर्छ पर्दैन म सब देखाउँछु तपाईँहरूलाई भिडियोमा। राति कति बजीसम्म बसिन्छ, रातभरि बसिन्छ या आधीसम्म बसिन्छ त्यो थाहा छैन। सोच बस्नु चाहिँ बसिन्छ हामी। भयो सबै सामान लिएर हिँडेको त म त हिँडेको त नि प्याक गरेको मैले। रसी चाहिँ बिनु दाइले लिएको रसी ल त्यहाँ लाइट ल्याएन किन छ त्यो अस्ति बालेको यहाँ उस बाने पनि लिनु आएको बानेछु बाना चाहिँ बानेछु। सो साथीहरू हाम्रो चाहिँ रेडी भइसक्यो, यहाँदेखि बानेछौँ। सो देख्न सक्नुहुन्छ यहाँ नुहाएर यता चाहिँ यहाँदेखि चाहिँ बँदेल जान्छ। सो देख्न सक्नुहुन्छ बँदेलको चाहिँ हो यहाँदेखि जान्छ। सो यो चाहिँ रसी देख्नुहुन्छ, यो रसीलाई चाहिँ छोएर जान्छ त्यो चाहिँ यहाँदेखि। सो त्यो छोएर जाने बेला चाहिँ यो चाहिँ पुटुक्कै माथि जान्छ। सो यसले चाहिँ तान्छ माथि। सो त्यही भएर त्यो चाहिँ पर्छ बँदेल चाहिँ। सो त्यही हो साथीहरू, अब चाहिँ हामी फेरि अर्को ठाउँमा थाप्नु पर्ने हुन्छ, जानुपर्ने हुन्छ हामी चाहिँ। राति भइसक्यो, तार चाहिँ कहाँ गयो हट। केटाहरू मुला चुनेले यहीँबाट बाटो रहेछ त नि, यहीँबाट छ त बाटो, तिमीले उताबाट बाटो बनाएर बसेको। उताबाट अब चप्पलको हालत देख्नुहुन्छ सर, चप्पल यस्तो भएको छ यार। यहाँ राति भइसक्यो, केटाहरूले आज पनि थापेको छैन कि हिँडेको हिँडै छ साथीहरू त्यो जङ्गलमा। राति भइसक्यो अझै थापेको छैन। कहाँ जाने खोइ लाइट टाउकोमा लाइट मारेर तल न सिधै उता जान्छ। हिँडेको छैन ठुलो लाइट पनि छ निकाल्ने भयो गरे के र साथीहरू यार। बँदेललाई त्यो पासो थाप्ने बँदेल आइसक्यो होला यस्तो है। हिँड जाँठौँ लाइट हाल्न त हाल्यौ हालेको छैन त चिथार नि छैन हालेको यार कहाँ नहुने यार चितार्ने सबै हालेको मैले। लु साथीहरू यार यो भएपछि त राति हिँड्न सकिन्छ क्या न। यहाँ हेर्न आउनु त यार, वहाँ जानुपर्छ ना खोल्सामा। साथीहरू देख्न सक्नुहुन्छ यति राति हाम्रो बँदेलको लागि चाहिँ यति दुःख गरेछौँ। सो पर्छ पर्दैन थाहा छैन, परोस् भनेको के अरे
अब यता हाम्रो सरकारले यता बनाउँदैछन् यता हाम्रो विनोद दाई सरकारले यता फेरि बान्दैछ जाली त्यही हो साथीहरू अब हाम्रो चाहिँ पर्छ पर्दैन हेरौँ बजेल चाहिँ खाना लैज भनेर थापेको साथीहरू खाने हो कि माछालाई बगाउने हो खै भाग्ने हो कि बगाउने हो खै थाहा छैन युट्युबमा हाल्न त नि यो मैले बनाएको हो न आउँदैन परेको त कसले देखाउँछु रनबे ओइ परम त्यो गाँठी बनाइदिनु न त्यो गाँठी गोलो बनाएर त्यो गाँठी कसेर गाँठी बाँधिदिनु अब त आएको बदेल नि भाग्यो होला यार छिटो जाम 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 त नि किन आएको थियो बचा बचा बोल्नु के 10 बजे बाहिर छ क्या लाइट मेरो लाइट बाहिर छ ब्याट्री डाउन भयो होला होइन कहाँ हुनु यार हुँदैन यो सिस्टम राम्रो हो क्या परम बेदल भएपछि त्यो फेर्ने तिम्रो सिस्टम चाहिँ खतर अब चाहिँ हामी चाहिँ राति भइसक्यो है अब हामी चाहिँ बदेल हेर्नलाई गइरहेछौँ सो परेछ कि परेको छैन हेरौँ अब साँझको चाहिँ 10 बजिसक्यो 10 बजिसक्यो 10 बजी परेन सो साथीहरू यहाँ चाहिँ परेन गरे अब हाम्रो चाहिँ एउटा माथि छ माथि चाहिँ परेछ कि परेको छैन त्यो हेर्न जान्छौँ हामी चाहिँ सो साथीहरू त्यही हेर्दै गर्नु होला भिडियो चाहिँ यस्तो जाडो भइरहेछ यस्तो हुस्सु परिरहेछ साथीहरू लाइट चाहिँ लिएर हिँडेको पर्छ कि पर्दैन आएका छौँ साथीहरू जाँदैछौँ है हामी चाहिँ अब परेछ कि नै हेर्दै जाउँ बनाउँथ्यो हो क्या केको ट्विटर हेर केटाहरू चाहिँ हिँड्दैछ आएका छौँ जाडो चाहिँ लास्ट छ जाडो चाहिँ बबालै छ साथीहरू खत्रै बबालै जाडो छ परेन परेन लौ खाऊ केटाहरू चाहिँ डोन्ट वेस्ट योर टाइम हट परेन रे साथीहरू ल केटाहरू केटाहरू लौडा केटाहरू दुःख मात्र हुन्छ जङ्गलमा सला झाडी काम छैन अन्त परेन त्यस्तै छ यार पासो त झाडी यस्तो जाडोमा साथीहरू साथीहरू यहाँ फेरि अर्को हेर्न गइरहेछौँ परेछ कि नै हेरौँ 3टा थापेको हामीले चाहिँ सो परेछ कि परेको छैन हेरौँ 2टामा चाहिँ परेको छैन सो अहिले 10 बजीतिर चाहिँ पर्दैन जस्तो लाग्यो मलाई सो यो चाहिँ रातिको 2 बजे 1 बजे 3 बजीतिर पर्या जस्तो लाग्छ क्या हिँड्या जस्तो लाग्छ सायद रातभरि बस्यो भने चाहिँ भेटिन्छ होला तर खै आज चाहिँ बसिन्न होला सायद 10 बजीसम्म बस्यो अब घरतिर जानुपर्ने हुन्छ भोक लागेको छ खाना खानुपर्ने हुन्छ 3 जना छौँ त्यही साथीहरू जी
भोलि बिहान आउनु होला हेरेर भयो नि चित्त बुझाएर जान्छे माछालाई त राम्ररी भिडियो देखाऊ फेरिका यस्तो छ साथीहरू अब परे नि परे परेकै छैन यार सर्केको त छैन ट्रिगर यस्तो छ हँ ट्रिगर सर्केको त छैन छैन ट्रिगर त्यस्तै छ यसरी थालेछौँ साथीहरू देख्न सक्नुहुन्छ यसरी चाहिँ हाम्रो चाहिँ पासो चाहिँ यस्तो छ सो यहाँ पनि आएको छैन साथीहरू सो बदेल चाहिँ आज चाहिँ क्यान्सल भयो साथीहरू कति 4-5 दिन भयो लगातार कुरेको माछालाई परेकै छैन साथीहरू अब यो साल चाहिँ हामीलाई बदेल खान चाहिँ नदेखेको होला साथीहरू यार अब केटा अब यो साल चाहिँ बदेल खाइन्न कि जस्तो लाग्यो मलाई चाहिँ यार सो फाइनली साथीहरू अब हाम्रो चाहिँ बदेल चाहिँ नपरेको अवस्था भयो है सो त्यही भएर अब हामी चाहिँ घरतिर हिँड्दैछौँ सो आज चाहिँ परेन अब कहिले पर्छ 2-3 दिन भयो तपाईँहरूलाई म भिडियोमा पनि देखाइरहेको छु सो अस्ति पनि थाहा नआएको थियो परेन बदेल चाहिँ सो आज पनि थाहा नआयो तर 10 बजी 11 बजिसक्यो अहिले सो 11 बजीसम्म बज्दा पनि अब हेर्न गयो एकचोटि तर परेन अब त्यो बिहानतिर पर्छ होला सायद थाहा छैन तर 10 बजी यतिखेर चाहिँ परेन सो त्यही साथीहरू अब भिडियो चाहिँ अलि लामै भयो होला तपाईँहरूलाई के कस्तो लाग्छ अन्तिमसम्म हेरिदिनु भयो होला साथसाथै यसरी नै गरिदिनु होला भन्न चाहन्छु सो त्यही हो बदेल चाहिँ परेन टाउकोमा लाइट मात्रै जुन्डाएर के गर्ने होइन पर्दै परेन त साथीहरूले केटाहरूले जाम भन्छ माछालाई यस्तो घुम्न आउने कुर्न आएको अब परेन सो त्यही हो साथीहरू अब भिडियो चाहिँ तपाईँहरूलाई के कस्तो लाग्छ लाइक कमेन्ट सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला सो त्यही हो च्यानलमा पहिलोचोटि हुनुहुन्छ भने चाहिँ सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला भन्न चाहन्छु सो सब्सक्राइब चाहिँ टक्क लगाएर गरिदिनु होला त्यही साथीहरू तपाईँहरूको लागि म भिडियो चाहिँ यति दुःख गरेर बनाइरहेको छु राति होइन यस्तो चाडमा पनि बनाइरहेको छु सो त्यही हो सबैजनालाई गुड नाइट साथीहरू बजिसक्यो सो त्यही हो शुभरात्रि भन्दै म चाहिँ अब चाहिँ के को शुभरात्रि हो र बदल पर्दै परेन साथीहरू दिमाग खराब दुःख मात्र भयो सो त्यही हो केही पाउन छ भने चाहिँ दुःख गर्नै पर्छ भन्ने हुन्छ है त्यो कुनै न कुनै दिन त पर्ला नि त आज नपरे पनि कुनै न कुनै दिन पर्ला सायद सो त्यही हो भिडियो चाहिँ सबैले हेरेर साथ दिनुभएकोमा सबैजनालाई धन्यवाद भन्न चाहन्छु साथीहरू सो ल म चाहिँ अब भिडियो अन्तिम यति नै गर्न चाहन्छु साथीहरू बाई बाई गुड नाइट सबैजनालाई ल